है राष्ट्रिय शक्तिहरूलाई कमजोर पार्ने जुन खेल भइरहेको छ यो षड्यन्त्रबाट राष्ट्रलाई जोगाउनु पर्दछ भन्ने मान्यताका आधारमा हाम्रो पार्टी अगाडि बढेको कुरा म तपाईँहरूका बिचमा राख्न चाहन्छु। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ। सबभन्दा ज्यादा प्रहार हामी माथि थियो र सबभन्दा छिटो रेसिस्ट गर्ने प्रतिरोध गर्ने काम चाहिँ कसले गर्यो भन्दाखेरि हामीले गर्यौँ। नेकपा एमाले जनताको हितका पक्षमा, राष्ट्रको हितका पक्षमा जस्तो सुकै चुनौतीलाई सामना गर्न सक्ने अग्रणी पार्टी हो भन्ने कुरा हामीले चाहिँ 2024 गतिको घटना पछाडि फेरि आफूलाई खरानीको थुप्रोबाट चाहिँ फेरि उठाउने खालको कामको नेतृत्व हामीले गर्यौँ र फेरि बिस्तारै लोकतान्त्रिक परिवेश चाहिँ निर्माण हुन गइरहेका छ मुलुकमा। यसको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा एमाले पार्टीलाई जान्छ भन्ने मलाई लाग्दछ। तर सङ्कट अझै डरिसकेका छैन। त्यस अर्थमा हामी के चाहन्छौँ त भन्दाखेरि हाम्रो पार्टीको 11औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह 27 गते हामी भक्तपुर सल्लाहगारीको 3 कुनैको चौरमा झन्डै 100 रोपनीको चौर छ, त्यो चौरमा हामी नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहका रूपमा आयोजना गर्न चाहन्छु। वास्तवमा नेपालका प्रमुख दलहरूसँग जनता छन् कि छैन भन्ने कुराको सन्देश हामी त्यो समारोहका माध्यमबाट दिन चाहन्छौँ र त्यो समारोह एक प्रकारले भन्ने भने प्रतिगमनका विरुद्धको सङ्घर्षको पनि उत्कर्ष हुनेछ र हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ। सङ्घर्ष र उत्सवको एउटा क्लाइमेक्सका रूपमा हामी 27 गते उद्घाटन समारोहलाई विशेष बनाउन खोजिरहेका छौँ। म सबैलाई तपाईँहरूका माध्यमबाट देशभरिकै गणतन्त्रका पक्षधर, लोकतन्त्रका पक्षधर, देशभक्तिका पक्षधर सबै नेपाली जनताहरूलाई नेकपा एमालेको त्यो उद्घाटन समारोहमा आमन्त्रण गर्न चाहन्छु र आफ्नो भनाइलाई यहाँ गर्न चाहन्छु। धन्यवाद।